Hello guys, it's me Shankar. Welcome back to my mini vlog. आज चाहिँ म मुलपानी साइडतिर काम गर्नको लागि आएको छु र आज चाहिँ काम यहाँ माथि दुबईमा 2x2 को फल सिलिङ गर्नुपर्ने छ र यो चाहिँ मुलपानीबाट थोरै भित्र एउटा नयाँ पेट्रोल पम्प बन्न लागेको थियो र त्यहाँ चाहिँ आज हाम्रो काम थियो र एकदमै ठुलो छ यो चाहिँ एकदमै ठुलो छ र हामीले यसरी खटहरू बाँधेर चाहिँ मजाले माथि काम गर्न मिल्ने स्पेस बनाएर चाहिँ काम गर्नुपर्ने हुन्छ र हामीले चाहिँ यहाँ खट बाँधेर रेडी बनाइसक्यौँ र अब चाहिँ हामी यहाँ माथि चढ्दै काम गर्नुपर्ने हुन्छ। यो खट बाँध्न चाहिँ एकदमै टाइम लाग्यो। अब चाहिँ हामी यहाँ माथि चढेर काम गर्छौँ र काम चाहिँ एकदमै अप्ठ्यारो छ है। माथि चढ्नुपर्ने हुन्छ, एकदमै अप्ठ्यारो छ, मतलब डर लाग्ने छ होइन। यसरी काम गर्नुपर्ने हुन्छ माथि चढेर। अब चाहिँ हाम्रो च्यानलहरू हालेर काम रेडी भइसक्यो र हामीले चाहिँ सुरुमा बटम मिलाउनको लागि चाहिँ च्यानलहरू हालेर राखिसक्यो र यसरी काम अगाडि बढ्दैछ। यहाँ चाहिँ काम अलि छिटो चाहिने भएको कारणले गर्दाखेरि चाहिँ काम एकदमै हामीले फास्ट गर्नुपर्ने थियो कारणले यसलाई भिडियो बनाउन पाइएन, त्यसको लागि सरी भन्न चाहन्छु। र यति गर्दा गर्दै हाम्रो काम एकदमै अगाडि बढिसक्यो। 4 दिनमा हामीले यति सबै हालिसक्यौँ र आज चाहिँ फाइनल डे र आज हामीले यो सकाउनु पर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि भिडियो त्यति बनाउनु पाएन र यति मात्रै छ। यति चाहिँ हामीले 4 दिनमा कम्प्लिट गऱ्यौँ। यति काम गर्दासम्म हामीले एकदमै ठुला समस्याहरू पनि भोग्यौँ। जस्तै अब यो खट चाहिँ एकदमै धेरै हल्लिने अनि बाँसहरू मक्किँदै जाने र हल्लिँदै जाने गर्दाखेरि चाहिँ हामीलाई एकदमै माथि बसेर काम गर्न एकदमै गाह्रो भएको थियो र साथै बाँसहरू च्यातिने पड्किने पनि भइरहेको थियो र त्यसले गर्दाखेरि माथि बसेर काम गर्न एकदमै गाह्रो भएको थियो। त्यस बावजुद पनि हामीले एकदमै सतर्क भएर काम गऱ्यौँ र आज यतिसम्म हामीले काम सक्यौँ र आज चाहिँ फाइनल हुनेछ काम। प्राय ठेकदारहरूले यस्ता जटिल कामहरू लिँदैनन्, तर हामीले लियौँ यो काम चाहिँ, किनभने हामीसँग कामको अभाव थियो। त्यस कारणले गर्दाखेरि हामीले यो काम लियौँ। फाइनली देख्न सक्नुहुन्छ यो चाहिँ हामीले एकदमै पर्फेक्ट तरिकाले सकायौँ र आज फाइनली 6 दिनपछि यो काम सकियो। एकदमै गाह्रो काम चाहिँ कहिलेकाहीँ गाह्रो र कहिलेकाहीँ सजिलो आइरहन्छ र आज चाहिँ म यता मुलपानीमा फर्स्ट टाइम आएको कारणले गर्दाखेरि यसो अलिअलि केही ठाउँमा खुबै ठाउँ चाहिँ एकदमै रमाइलो लाग्यो मलाई। आजको लागि यति नै। कस्तो लाग्यो भिडियो प्रतिक्रिया दिन नभुल्नुहोला र नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला र माया गर्नुहोला।